नमस्कार, म निर्मला छेत्री, बेथेगल टोल विकास समितिको अध्यक्ष र नयाँ समूह गठन गरेको छु। हामीले तेचो महिला समूह सरसफाइ अभियान भनेर हामी प्रत्येक हप्ता सरसफाइ गर्दैछौँ पनि। अब गत टेस्टको 10 गतेदेखि हामी सुरु गरेको थियो, 2081 सालदेखि सुरु गरेको। अहिले हाम्रो 41औं सरसफाइ अभियानमा आज हामी हिँड्नेछौँ। आज धापाखेल डोबाटोदेखिको बुद्ध पोखरसम्म जाने भने प्लान थियो, तर यही धापाखेल डोबाटो र उकालोमा धेरै पोहोर आएको भएर हामी निकाल्न अलिकति धेरै समय पनि लाग्यो। र दिदीबहिनीहरू छन् 25 जना। हाम्रो ब्यानर त्यस्तो छ, तेचोको सक्रिय दिदीबहिनीहरू सरसफाइ अभियान भनेर हामी लागिरहेका छौँ। हेरौँ कोले कसरी सहयोग गर्छ। हामीलाई त अहिलेसम्म कसैको सहयोग पनि छैन, सपोर्ट पनि छैन। मेयर साहबले अलिकति सहयोग गर्नुभएको थियो, पन्जा र मास क्याम्प आउनु भएको छैन। हामीलाई पन्जा के अरे थुन्चे साबेल के भन्छ खरेटो अलिकति सहयोग गर्नुभएको छ मेयर साहबलाई। उहाँलाई धेरै धेरै धन्यवाद भन्छु मेयर साहबलाई। हामी चाहिँ यसरी सरसफाइ गर्ने मान्छे ठुलो परेर मात्र हेरेर बस्छ, कोही पनि यसो हामी गरौँ सहयोग गरौँ भने कोही पनि आउँदैन। जति हाम्रो आजको त मैले सृजनशीलको गाडी राखेर भाइहरूलाई पनि लिएर आएको छ। 8-9 जना भाइहरू छन्। सृजनशीलको भाइ अध्यक्ष सहदेव राउत भाइले चाहिँ सधैँ मलाई गाडी दिनुहुन्छ, उपलब्ध गराइदिनुहुन्छ। अहिलेसम्म हामी 41औं भाग श्रृङ्खलाको काम गर्न सफल भइरहेका छौँ। सबैजना सबै सहयोग पायो भने, सहभागी भयो भने अझ पनि बराबर हाम्रो खेललाई योभन्दा राम्रो गर्न पाउँ गर्दै गर्नु पनि अभियानमा सहयोग सबैलाई आमन्त्रण पनि गर्दछु। नमस्कार।